मलाई थाइरोइड छ, त्यही भएर म मोटो छु, त्यही भएर मेरो तौल घटिरहेको छैन भन्नेहरूको लागि यो भिडियो है। यहाँ हेर्नुस् त, मैले एउटा मेरो बिरामीको एक्सपिरियन्स यहाँ उहाँले सुनाउनुहुन्छ है। कसरी उहाँले 1 महिनामा 5 किलो घटाउनु पनि भयो, के खानुभयो, के गर्नुभयो, उहाँको एक्सपिरियन्स सुन्नुस्, त्यही अनुसार तपाईँ पनि गर्नु होला, तपाईँको पनि तौल घट्छ है। उहाँ थाइरोइडको पेसेन्ट पनि हो, प्रेसरको पनि औषधि खाइराख्नु भएको छ। मलाई 1 महिना अगाडि भेट्न आउनुभएको थियो, उहाँको वेट 82 किलो थियो है। अहिले 1 महिनामा उहाँ 4 किलो घटाएर आउनु भएको छ है त। मैले घरमै डाइटहरू लेखेर पठाएको थिएँ। अब अहिले उहाँको वेट 78 किलो छ। थाइरोइड पनि पहिला मलाई भेट्न आउँदा TSH 8 थियो, अहिले नर्मलमा आएको छ। युरिक एसिड पनि 6 थियो, अहिले नर्मलमा आएको छ। पहिला उहाँले आफ्नो हिसाबले पनि डाइटमा बस्नु भएको थियो रे हैन। उहाँको हस्बेन्ड चाहिँ मेरो पेसेन्ट होइन, उहाँको 16 किलो घट्यो रे, उहाँको त 1 ग्राम पनि घटेको थिएन। उहाँ चाहिँ अलि बोल्न खोज्नुहुन्न, त्यही भएर हस्बेन्डसँग यसो फिडब्याक लिऊ है त। भन्नुस् त के छ? अहिले एकदम राम्रो सुधार भएको छ। पहिला हामीले चाहिँ घरमै बसेर चाहिँ 3 महिनासम्म डाइटिङमा बस्दा पनि म 16 किलो घटेको र मेरो श्रीमती चाहिँ 100 ग्राम पनि नघटेको अवस्था थियो। अहिले हजुरसँग सम्पर्कमा आएर हजुरको यो भिडियो देखेपछि हामीहरू चाहिँ यहाँ आयौँ र 1 महिना अगाडि आउँदाको अवस्था र अहिलेको अवस्थामा 4 किलो घटेको छ र स्वास्थ्य पनि धेरै एकदम फिटनेस भएको छ। हिँड्ने क्रममा पनि एकदम मजाले सहज तरिका चाहिँ 1 घण्टा बिहान 1 घण्टा बेलुका चाहिँ सक्ने अवस्थामा छौँ र अहिले धेरै राम्रो सुधार भएको छ। हजुरसँग आएर एकदम हामी एकदम हेप्पी छौँ। अब त्यही त थाइरोइडको पेसेन्टहरूको वेट घट्दैन भन्ने भ्रम छ के, यो भ्रम पनि उहाँले तोड्नु भएको छ नि हैन। अब त्यही त नि, अब मेन चाहिँ डाइट रहेछ। तपाईँ एउटा एक्सपर्टको अन्डरमा डाइट गर्नु पर्यो के। थाइरोइड छ भनेर यो बहाना गरेर घरमा बस्दाखेरि तौल बढ्दै जान्छ, थाइरोइडको औषधिको डोज बढ्दै जान्छ। अब तपाईँ तौल घटाउनुहुन्छ भने थाइरोइडको औषधिको डोज पनि घट्दै जान्छ। अब उहाँको यात्रा यहाँ सिद्धिएको छैन। उहाँले अब घरमा गएर अझै पनि उहाँले तौल घटाउँदै जानु पर्यो, डाइट चेन्ज गर्नु पर्यो है, बुझ्नुभयो नि है त। अब यो लामो यात्रा छ, यसमा म साथ दिन्छु तपाईँको, तपाईँले मैले भने अनुसार गरिदिनु पर्यो।